नमस्कार, रात्रिकालीन अभिवादन सबैमा। रात्रिकालीन अभिवादन सबैमा है साथीहरू। म चाहिँ आज यसो घुम्दै फिर्दै साँझको शीतल हावा खानको लागि यसो पार्कतिर घुम्न आएको साथीहरू। के गर्ने है, दिनभरि ड्युटी गर्नुपर्छ अनि बेलुका पख यसो पार्कमा आएर घुमौँ भनेर घुम्न आएको। हजुरहरू के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ रहे पनि स्वस्थ व्यस्त मस्त रहनु होला के साथीहरू। झिलिमिली बत्ती सँगसँगै साथीहरू सबैजना घुम्दै हुनुहुन्छ, फिर्दै हुनुहुन्छ। चराचुरुङ्गीको कुकु किटकिट किटकिट रात पर्यो। अब बासमा जाने, बासस्थान जाने टाइम हुन लाग्यो। मानिसहरू गर्मीले गर्दा घरमा बस्न नसकेर अहिले यसो पार्कतिर घुम्दै शीतल हावा खाँदै सैर गर्दै हुनुहुन्छ। म पनि सैर गर्दै आएको साथीहरू यतातिर घुम्नलाई। आज जिन्दगीको गोरेटोमा मरिलानु के छ र हो साथीहरू। घुम्ने फेर्ने रमाउने, दिनभरि 12 घन्टा त ड्युटीमै हात समाउने हो। बेलुका पख यसो घुम्नलाई आएको ल। कति राम्रो राम्रो बोट बिरुवाहरू हेर्नु साँझको मौसममा। यिनी वृक्षहरू पानी नभए पनि यस्तो खडेरीमा पनि हरियाली, जताततै हरियाली देख्दाखेरि मन पनि खुसी भएर आउँछ के। जताततै बिजुली बत्ती गाडीहरू कुदिरहेको छन् आफ्नै गन्तव्यमा। हामी चाहिँ हिँडिरहेका छौँ आफ्नै गन्तव्यमा साथीहरू। फुलहरू फुल्दैछ, खिल्दैछ, हो पनि आफ्नै उसमा है। जता हेऱ्यो पनि हरियाली, मन खुसी हुने ठाउँ के। हेर्नु हरियाली हरियाली। यो असारको महिनामा पनि यति राम्रो हरियाली भइरहेको छ। दामी दामी फेरि प्लेन आउँदैछ हेर्नु। आकाशमा जहाज पनि उडिरहेको अवस्था। यहीँनिर एयरपोर्ट पनि छ है। यसरी उड्दैछ जहाज, उड्दै गरेको अवस्था, म हिँड्दै गरेको अवस्था। यहाँतिर ठुल्ठुला महलहरू पनि दामी दामी छन्। के गर्नु है, दिनभरि त ड्युटीमा व्यस्त मस्त रहन्छ सबैजना। यही रातिमा घुम्ने, यहाँको चाहिँ रातिमा सेयर गर्ने, दिनभरि ड्युटी। हजुरहरू चाहिँ खेतीपाती धान रोप्नुभयो होला है। खेत नेपालतिर जस्तै, नेपालको जस्तै याद आउँछ हेर्नु। यतातिर पनि हरियाली देख्दाखेरि दिनभरिको ड्युटीको थकानलाई थाती राखेर अनि घुम्नको लागि आएको नि त। अहिले गएर खाना बनाउने, खाने अनि सुत्ने। यी सबैजना घुम्दै हुनुहुन्छ। सबैजना घुम्दै फिर्दै हावा खाँदै, म पनि हावा खाऊँ भनेर चराचुरुङ्गीहरू पनि उड्दै गरेको माथि आकाशमा। अनि चराचुरुङ्गीका आवाजहरू सुन्दै, मेरो आवाज सुन्दै गुनगुनाउँदै गर्ने है। मिठो गाउन, मिठो बोल्न नजाने पनि यी साना साना बोट बिरुवाहरू मालीले पनि कति राम्रो गरेर सजाएर काटेको, कति राम्रो सजाएर राखेको साथीहरू। मलाई साह्रै नै मनपर्छ है घुम्नको लागि। यिनी पार्कहरूमा सबैजना घुम्नुहुन्छ। यतातिर रोडहरू पनि यतिखेरको राति साँझको 7 बजिरहेको छ। घुम्दै गरेर थाकेर बस्ने ठाउँ पनि त्यहाँ बनाइदिएको छ अनि बस्नुहुन्छ साथीहरू। कोही बच्चासँग घुम्दै हुनुहुन्छ त कोही एक्लै एक्लै आफ्नो मोबाइलको व्यस्तमा घुम्दै हुनुहुन्छ है। फुलै फुलमा भमरा डुलाने, तिमीतिर यो मन भुलाने भनेको जस्तै हेर्नु। यति राम्रो फुलहरू पनि खिलिरहेको छ।
साह्रै राम्रो लाग्यो मलाई फुलहरू देखेर। गाडीहरू कुदिरहने, फुलहरू फुलिरहने, हामी चाहिँ हिँडिरहने है। आदरणीय भगवान रूपी श्रोताहरू, हजुरहरू त राम्रो राम्रो ठाउँमा गएर राम्रो राम्रो भिडियोहरू बनाउनुहुन्छ। म त दिनभरि ड्युटीमा हुन्छु अनि त्यस्तरी राम्रो भिडियोहरू प्रत्यक्ष प्रसारण गर्न सक्दिनँ। जस्तो छ त्यस्तै हजुरहरूले हेरिदिनु होला, प्रतिक्रिया दिनुहोला पनि भन्न चाहन्छु। यतातिर सानो सानो बच्चाहरू आफ्नो मम्मीसँग बल खेल्दै हुनुहुन्छ, खेल खेल्दै हुनुहुन्छ, कोही जोडीहरू घुम्दै हुनुहुन्छ, फिर्दै हुनुहुन्छ। अरूको यसरी भिडियोहरू ल्याउनु त मिल्दैन है, तर पनि के गर्नु, यहाँ पनि फुलहरू कति राम्रो खेलेको क्या। खेल खेलेर सिद्धाएर होला बच्चाहरू पनि अब घरतिर जाने अवस्थामा जाँदै हुनुहुन्छ। फुलहरू खिल्ने जारी नै छ, गाडीहरू कुद्ने जारी नै छ, ठुल्ठुला बिल्डिङहरू उतै आफ्नो अवस्थामा जारी नै हुनुहुन्छ उतातिर। म चाहिँ अझै घुम्दैछु, फिर्दैछु, हिँड्दैछु। यो चाहिँ चण्डीगढको एकदमै राम्रो फेभरेट होटेल हो। यहाँ चाहिँ राम्रो राम्रो खानापिनाहरू पाउँछ भनेर भन्छ है साथीहरूले। म त गएको छैन, तर राम्रो छ। यिनी महलहरू पनि एकदमै राम्रो छ। धेरैजनाहरू बस्नुहुन्छ। अँध्यारो भइसक्यो साथीहरू। अब चाहिँ हामी पनि बिस्तारै बिस्तारै आफ्नो गन्तव्यतिर लाग्नुपर्छ। हे हजुर कहाँको, म कहाँको कहाँको, कहाँको कहाँको, अनलाइन भेटी भएको, ए फुलै फुलमा भमरा डोलानी, तिमीतिर यो मन बोलानी भनेको जस्तो साथीहरू। के गर्ने है, मान्छेहरू आउँछ अनि त्यति राम्ररी गर्न पनि पाउँदैन। यति ठुलो गार्डन छ कि साथीहरू, यो पार्क यति ठुलो छ कि पुरा घुम्यो भने आधा घन्टा लाग्छ। तर मैले छोटो छोटो दृश्यहरू हजुरहरूलाई देखाउँदैछु। एकदमै ठुलो छ, पुरा म घुम्न सकेको छैन, अँध्यारो भइसकेको अवस्था। हेर्नु के गरौँ, बच्चाहरू खेल्ने ठाउँहरू पनि छ। यता त बत्ती हैन चाहिँ अँध्यारो रहेछ, मान्छेहरूले मोबाइल चोरी गरिदिन्छ, त्यही भएर डर लाग्छ साथीहरू। यहीँदेखि म फर्केँ, अर्को बाटोबाट जान्छु है। उताको बाटो जाँदै थिएँ, अँध्यारो भयो, उताबाट मान्छे आउँदै गरेको देखेर मलाई डर लाग्यो। हेर्नु के गर्ने, पार्कमा घुम्न पनि डर लाग्छ। यता अँध्यारो छ कि हेर्नु, अनि यतातिरको साइडमा चाहिँ उज्यालो छ ल। अनि मान्छेहरूको यहाँको केही भरोसा हुँदैन नि त। यसरी हेर्नु, आफ्नो इन्डियामा रहेर पनि 12 घन्टा काम गरेर ड्युटी सिद्धाएर अहिले आएर पार्कतिर घुम्दै भिडियो बनाउँदै गरिराखेको छु। हजुरलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन अवश्य पनि नभुल्नु होला मेरो प्यारा भगवान रूपी श्रोताहरू। यस्तो राम्रो लाग्छ मलाई यहाँ घुम्न पायो भने। मैले मेरो बुढालाई लिएर जानु भन्दै थिएँ, बल्ल आज त लिएर आउनुभयो, त्यही पनि अँध्यारो भइसकेको। कति भन्छ 7 बजे 6 बजीसम्म ड्युटी गरेर 7 बजे आएको, अहिले चाहिँ 7:30 8 बज्न लागेको छ। अँध्यारो पुरै देखाउन चाहिँ सकिनँ ल हजुरहरूलाई। पुरै देखाउनु नि त कति राम्रो थियो, अब के गर्नु है, यस्तै छ है। मान्छेहरू त अँध्यारोतिरबाट उज्यालोतिर आउँदै हुनुहुन्छ सबैजना। डर लाग्छ नि, मोबाइलहरू पनि यहाँ त एकदमै जोगाउनुपर्छ साथीहरू। अनि के थाहा हुन्छ, पछाडिबाट सुइत्त खोसेर मान्छे भाग्यो भने केही पनि थाहा हुँदैन। त्यही भएर म चाहिँ यसरी भाग्दैछु है उज्यालोतिर। ग्राउन्ड भनेर लेखिएको छ यहाँनिर, देखाउन पाउँछु कि पाउँदैन थाहा छैन, तर पनि मैले देखाएँ है। यता चाहिँ एकदमै राम्रो सुन्दर। म डरले यताबाट आएको नि साथीहरू, पुरा देखाउन सकिनँ है हजुरहरूलाई। एकजना म्याडम पनि भाग्दै हुनुहुन्छ यहाँ अगाडि। अनि यता त उज्यालो छ, त्यतातिर भाग्नुपर्छ नि है साथीहरू। यतातिर चाहिँ ठुल्ठुला बिल्डिङहरू, यतातिर पनि अर्को पार्क छ है, उतातिर पनि पार्क छ।
एकदमै राम्रो चण्डीगढमा हेर्न आउनु हजुरहरू घुम्न। जतिजना पनि चण्डीगढमा हुनुहुन्छ हजुरहरूलाई त थाहा होला, नभएकोहरूलाई चाहिँ मैले बनाएको फेरि यस्तो भिडियो बनायो। हामी देखिरहेको घुमिरहेको ठाउँ हो, पार्क हो, यसरी देखाउनु पर्दो होला र भनेर भन्नु होला हजुरहरूले। तर कतिपय नेपालमा हुनुहुन्छ हाम्रो दाजुभाइ दिदीबहिनीहरू, हाम्रो सबैजना त यहाँ देख्नुभएको छैन, घुम्नुभएको छैन नि त। अनि हामीले मात्र देखेर त भएन नि त, होइन र साथीहरू। फुलको आँखैमा फुलै संसार, काँडाको आँखैमा काँडै संसार भने जस्तो हेर्नु। यति राम्रो रातिमा पनि सेतो फुल कति राम्रो फुलेको है गार्डनमा। अब यतातिरको ठाउँ पनि अँध्यारो छ, म यतातिर पनि लागिनँ। ठुल्ठुला बिल्डिङहरू त आफ्नै रूपमा जारी छ, जताततै बिल्डिङै। अनि चाँद पनि उदाउनु भयो नि, चाँद पनि निक्लिसकेको है। चाँदको अनुहार पनि देख्नुभयो हजुरहरूले, चन्द्रमा उदाउँदै हुनुहुन्छ। अनि चन्द्रमा चाहिँ त्यो तिम्रो मुहार हेरिरहन मन लाग्छ हजुर है। कति राम्रो गीत छ, तर मलाई आउँदैन गाउनलाई। अब चाहिँ हामी यसरी घुम्नु पर्दाखेरि सबै चिज फेरि यहीँबाट देखाउनुपर्छ। मलाई आज धेरै रहर लागेको यहाँ घुम्नलाई। आफ्नो मन शान्त भएरतिर आएर धेरै बेर बसेँ, अनि यसो भिडियो बनाउँछु भनेर अनि अनुमति लिएर बनाउँदै गरेको। चराचुरुङ्गीहरू अझै पनि बस्नको लागि चाडचाड चिडचिड गर्दै हुनुहुन्छ। यता चाहिँ अब यस्तो के छ है। माथि गए पनि माथि पनि यस्तोमा अँध्यारो छ यहाँ। यताबाट म जान्छु, साथीहरू यताबाट मान्छेहरू आउँदैछ, मलाई डर लाग्छ ल। अनि यहाँभित्र आएर यसरी घुम्नु पनि मान्छेहरू सबै बसेको रहेछ है। यतातिर पनि, यताबाट जान पनि डर लाग्यो, गाह्रो लाग्यो मलाई। अनि सबैजना बसेको रहेछ यतातिर पनि। जुनले मात्रै देख्छ, चिन्ता नल्याऊ जुनलाई नि बादलले छेक्छ। होइन र जुन धपधपी आकाशमा बोलिरहनु भएको छ, हामीले माया लायौँ भने जुनले मात्र देख्छ, चिन्ता नल्याऊ जुनलाई नि बादलले देख्छ भन्दै प्लेनहरू पनि उडिरहेको हुन्छ। यहीँनिर एयरपोर्ट छ है चण्डीगढको, त्यसैले प्लेन पनि उड्दै गरेको अवस्था। तिमी कहाँको म पनि कहाँको, हरियाली पार्कमा भेट भएको, जुनले मात्रै देख्छ, हामीले माया लाएको, जुनले मात्रै देख्छ, चिन्ता नल्याऊ जुनलाई बादलले छेक्छ। ल साथीहरू हेर्नु, प्लेन पनि कति उड्छ कति हो नि भरि लैलै। अनि अब चाहिँ जानुपर्छ क्या हो भरि लैलै। पार्कतिर घुम्दा अँध्यारो पनि भयो। यिनी सानो रुखहरू देख्यो भने त मलाई साह्रै माया लाग्छ के हो। हेर्नु न, यस्तो माया लाग्दो के यिनीसँग सँगै बसौँ जस्तो लाग्ने के। यिनी हरियाली देखेर छोडेर जान कतै पनि मन नलाग्ने। के गर्ने, रात परिसक्यो, रात छिप्पिएको अवस्था, बाटोहरू यस्तो छ। फुल ठाउँमा घुम्नुपर्छ, रम्नुपर्छ, रमाउनुपर्छ। 2 दिनको जिन्दगी हिँड्नु जाउँ अब घरतिर। 2 दिनको जिन्दगीमा साथीहरू मरिलानु के छ र, रमाउने कमाउने धमाउने यही त हो नि होइन। तर साह्रै खुसी लाग्यो। अब चाहिँ जानुपर्छ, अँध्यारो भयो। उताबाट कोही सरहरू आउँदै हुन्छ, कसैको अनुमति हुँदैन नि त। कसैको अनुमति बिना कसैको तस्बिरहरू ल्याउन पनि मिल्दैन नि त। त्यसरी अनि बस्ने ठाउँहरू पनि बनेको छ राम्रो, जता बसे पनि भइगयो।
अझै अन्धारोतिर पनि मान्छेहरू घुम्दै हुनुहुन्छ। म चाहिँ अब यहाँबाट निस्किँदै गरेको अवस्था। मान्छेहरू चाहिँ देखाउँदैन ल मैले, किनकि यहाँ अरूहरूलाई देखाउन राम्रो लाग्दैन नि त। अब चाहिँ बाई बाई, यो गार्डनमा फेरि घुम्न आउनेछु भन्दै निस्किँदै गर्छु। यहाँबाट अगाडिसम्म छ, कमसेकम घुम्यो भने त आधा 1 घन्टा लाग्छ। पुरा घुम्नलाई मैले सानो सानो मात्रै बनाएको है, फेरि लामो बनाउनु सकिनँ। अगाडि पनि यतातिर पनि लाइट हुन्छ है, अन्धारो रहेछ हेर्नु। हजुरहरूलाई देखाउनु त साह्रै मन थियो, उज्यालोमा आएको भए सबै चिज देखिन्थ्यो होला यहाँ भएका चिजहरू, तर अन्धारो भयो। अब चाहिँ जानुपर्छ। हाम्रो गाडी कतातिर छ, जता गाडी छ उतै जाने हो। एक्टिभा कुदाउँदै आएको, फेरि एक्टिभा कुदाउँदै रुममा जाने, खाना खाने अनि सुत्ने। सुत्ने कहाँ हो र, लाइभ आउने हो। 9 बजे मेरो लाइभमा आउनु होला। हरेक दिनको बिहानको 10 बजे, बेलुकाको 9 बजेदेखि यो गीता गोपाल आइडीबाट मेरो लाइभ चालु हुन्छ। हजुर जतिजनाले पनि देख्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ मेरो कुरा, सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो लाइभमा। यहाँनिर हेर्नु, काठको यो बनाएको छ कि, जस्तै काठको मात्रै हो यो, भित्र बस्ने प्रवेशद्वार बनाएको काठ मात्रै छ। यो काठ जोडेर बनाएको छ। यहाँबाट चाहिँ बाहिर निस्किनुपर्छ साथीहरू। हाम्रो गाडी चाहिँ यहाँनिर छ, एक्टिभा यहाँ राखेर हामी घुम्न गएको थियौँ। अब हाम्रो एक्टिभा भएको ठाउँमा आइसक्यौँ। स्कुटर हेर्नु, जुन मामा अझै मेरो साथमै हुनुहुन्छ। जहाँ गयो भने साथमा हुने जुन मामा हजुरसँग पनि हुनुहुन्छ होला, मसँग पनि जुन मामा मेरै साथमा हुनुहुन्छ। जुनको हेरिरहँ जस्तो लाग्छ, त्यो जुन जस्तो मुहारा, यति माया लाग्ने जुनको मुहारा साथीहरू। जुनको मुहारा देखाउँदै अहिले चाहिँ भिडियोलाई अन्त गर्छु ल। साह्रै पार्कतिर घुमाएर एक राउन्ड लगाएर अनि ल, ओके बाई बाई। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला साथीहरू। मेरो जुनसँगैको अनुहार जस्तै, जुन जस्तै चम्किलो अनुहार, जुन जस्तै चम्किलो मुहार सबैको हौस भन्दै अहिले चाहिँ भिडियोलाई अन्त गर्न चाहन्छु। हाम्रो जुन तारा झलल भन्दै अहिले चाहिँ मेरो जुन जुनसँगै मेरो भिडियो पनि यहीँ अन्त गर्दै हजुरहरूलाई ओके बाई, गुड नाइट।